कक्षा 9 मा अध्ययनरत विद्यार्थी जो भाइ बहिनीले इंग्लिश सिक्दै हुनुहुन्छ उहाँहरुलाई थाहा होला को हुनुहुन्छ एकचोटी उठ्नु त यहाँ हुनुहुन्छ कोही इंग्लिशको लागि विद्यार्थी भाइ बहिनीहरु हो को हजुर वर्ल्डिङको बारेमा त सबैलाई अलि थाहा नै होला हैन सर्वविदित होला सो उहाँले चाहिँ हामीले चाहिँ इंग्लिश वर्ल्डिङ सियासरबाट इंग्लिशको कार्यक्रमहरु आयोजना गराएका थियौं तालिम कार्यक्रमको सो त्यसमा यो विद्यार्थी भाइ बहिनीहरुले सिकिरहनु भएको छ अहिले त 15 दिन मात्र भएको छ आगामी 3 महिनासम्म यो कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ तबसम्म यहाँहरु सबैले धेरै कुरा सिक्ने हुनेछ भन्ने आशा पनि राखेका छौं अहिलेसम्म के सिक्नु भएको छ हेड एन्ड सोल्जर को त्यो सिकाउनु भएको Yes I am ready Yes go ahead Start head and shoulder Head shoulder knees and toes eye and ears and mouth and nose Head shoulder knees and toes eye and ears and mouth and nose Five little dogs went out to play over the hills and Mama said, but only 4 little dogs came back. 4 little dogs went out to play over the hills and Mama dog said, but only 3 little dogs came back. 3 little dogs went out to play over the hills and Mama dog says quack quack quack. But only 2 little dogs came back. 2 little dogs went out to play over the hills and Mama dog says quack quack quack. But only 1 little dog came back. 1 little dog went out to play over the hills and Mama dog said quack quack quack. But only no little dog came back. No little dogs went out to play over the hills and Mama dog said quack quack quack. My school name is Sri Pangal Devi Mata. I live in Calicut. Thank you. ल तपाईले चाहिँ राम्रो सिक्दै हुनुहुँदो रहेछ अहिले त भर्खर 15 दिन भएको छ अर्को अझ आगामी 3 महिनासम्म तपाईले अझ धेरै कुरा सिक्नु हुनेछ यति 15 दिनमा यति उपलब्धि गरिसक्नु भएको छ भने आगामी 3 महिनामा चाहिँ धेरै उपलब्धि गर्नु हुनेछ जुन यो तपाईहरुको छ आज म बनाउँछु मेरो विद्यालय भन्ने छ यो भोलिको दिनमा तपाईहरुको विद्यालय कसले बनाउनु पर्ने छ तपाईहरु आफै हो किन तपाईहरुको विद्यालय त तपाईहरु आफैले बनाउने हो हैन आफूले पढ्ने आफूले जानेको कुरा आफ्नो अरु भाइ बहिनी दिदी जो हुनुहुन्छ उहाँलाई पनि सिकाउने है अंग्रेजी भनेको सबै कुरा त होइन तर कन्फिडेन्स डेभलप गर्नको लागि कुनै पनि कामको लागि चाहिँ यसले सहयोग गर्छ पढ्नु त पर्छ अरु सबै चीज पढ्नु पर्छ है र आफ्नो यो गाउँ विकास र समाजको विकास चाहिँ तपाईहरु सबैले कुटेर गर्नुपर्छ यति भन्दै हाम्रो कार्यक्रममा विशेष सहयोग गर्नुहुने यस विद्यालयका टिमहरु प्रिन्सिपल र अरु शिक्षक शिक्षिका टिमहरु सहित सबैलाई मसँग आउनु भएका टोलीलाई सहित विशेष हार्दिक धन्यवाद दिँदै मेरो 2 शब्द यही टुङ्गाउँछु धन्यवाद